सबैले ताली बजाएर स्वागत गरिदिनु होला। यस क्लबलाई सहयोग गर्नुहुने श्री विवाह देवी थापाज्यूबाट हाम्रो उद्घाटन कार्यक्रम आज हुन यस लगतै आयोजकहरूको गेम हुने हुँदा टिम क्याप्टेनज्यूहरू सुरक्षा तराईको उत्कृष्ट बल मात्रबाट उत्कृष्ट माफ गर्नुहोला, बिदा गर्दा हामी अन्तिम वितरण गर्नेछौँ। हामी सान्तना माफ गर्नुहोला, बिदा गर्दा हामी अन्तिम वितरण पुरस्कार लिन स्टेजमा आइदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नाम लिँदैछु म निशा राणा। एउटा चाहिँ परामर्श छ भाइ अहिले एउटालाई दिए क्याप्टेनलाई बोला नि, क्याप्टेनलाई भयो मैले अलि पुगेन ए निशा भन्नु पर्दैन त्यो अहिले टिम क्याप्टेन त्यो यो ताली बजा खोइ ताली चाहिँ बोल्दै गर्नु के गरे अब लास्ट टाइम दिने लेन लेनिला सरी अब यो सन्तनको त्यो सन्तनको दिनु खेलाडी मित्रहरू फेरि पनि गएर लाइनमै बसिदिनु होला। मित्रहरू तालीको कन्सिसमा गरिदिनु होला। पोल्टेन गाउँको साथै खेलप्रेमी साथीहरू, यसै गरी द्वितीय स्थान हासिल गर्नुभएको साथीहरू, टिम क्याप्टेन आफ्नो पुरस्कार लिनको लागि यस स्टेजमा आइदिनु होला। टिम क्याप्टेन चान्दनको टिम क्याप्टेन कृपया शान्त रहने
त्यसै गरी अब गर्दछ हाम्रो तृतीय हुने टिम भीमा दुईका खेलाडी साथीहरू इच्छा थापा भीमादीका खेलाडी बहिनीहरू प्लिज पुरस्कार हस्तान्तरण गर्नको लागि आइदिनु होला। वर्षा थापा, जेसिका थापा, मुना थापा, कृपया सम्पूर्ण तृतीय हुन सफल हुनुभएका बहिनीहरू लामबत्तमा आएर बसिदिनु होला। यसै गरी अब हाम्रो यसै गरी अब धन्यवाद। यसै क्रममा अब हाम्रो फाइनल लिस्ट दमौलीका बहिनीहरू हुनुहुन्छ। यहाँहरूलाई पनि पुरस्कार हस्तान्तरण गर्नका लागि अनुरोध गर्दछु। लामबद्ध रूपमा यहाँहरू पनि अगाडि बढ्नको लागि अनुरोध गर्दछु। सीता थापा, तमन्ना आले, सुरक्षा दरै, कृपया यहाँहरू सम्पूर्ण राणा यहाँहरूको सम्पूर्ण टिमहरूलाई यहाँ अगाडि आएर आफ्नो पुरस्कार हस्तान्तरण गरिदिनको लागि अब भने क्याप्टेन र कोच प्लिज अगाडि आइदिनु हुन अनुरोध गर्न चाहन्छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै दोस्रो यसका यसै गरी अब हाम्रो प्रथम हुन सफल आयोजक ए का सम्पूर्ण खेलाडी मित्रहरू आशा राणा, सविता राणा भाट, मोनिका परियार, सम्पूर्ण टिमका खेलाडीहरू आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। सम्पूर्ण सान्तना पिके विश्व प्रथम हुन सफल हुनुभएका सम्पूर्ण बहिनीहरूको नाम वाचन गर्दै आजको प्रथम खुल्ला पल्ट्याङ महिला भलिबलका आजको प्रथम ट्रफी उचाल्न सफल आयोजक टिमका क्याप्टेन र कोच कृपया तपाईँहरूको पुरस्कार उठाउनका लागि आजको ट्रफी उठाउनका लागि कृपया अगाडि आइदिनको लागि अनुरोध गर्न चाहन्छु। र अब यसै गरी हामीले पल्टन खुल्ला महिला भलिबल प्रतियोगितामा हामीले विधातर्फ
बेस्ट स्ट्राइकर, बेस्ट सेटर र बेस्ट प्लेयरको 3वटा विधातर्फ हामीले तपाईँहरूकै समक्ष खेलेको गेम हो होइन। त्यसमा बेस्ट स्ट्राइकरमा को होला गेस गर्नुहोस् त एकचोटि प्लिज। बेस्ट स्ट्राइकरमा प्लिज एकचोटि फेरि पनि अझै फेरि विधातर्फ बेस्ट स्ट्राइकरमा हुनुहुन्छ मोनिका परियार र किपर मोनिका परियारको यहाँहरूको हाम्रो विधातर्फ जम्मा 3वटा मात्र विधा थियो। बेस्ट सेटर, बेस्ट स्ट्राइकर, बेस्ट प्लेयर। त्यसमा अब गेस गर्नुहोस् बेस्ट सेटर, प्लिज बेस्ट सेटर, बेस्ट सेटरलाई प्लिज एकचोटि फेरि ताली बजाउनु त। बेस्ट सेटर, बेस्ट सेटर अझै पनि बेस्ट सेटर के भयो तपाईँहरूको होटिङै आएन। बेस्ट सेटर प्लिज बेस्ट सेटर, बेस्ट सेटर बेस्ट सेटरमा आजको अवधि सहित बेस्ट सेटरमा सुनिनु भएको बहिनी सुरेक्षा दराई। अबको आजको मात्रै नभइकन हाम्रो 3 दिनको गेम थियो। 3 दिनदेखि नै गेम खेलेर बेस्ट प्लेयर भन्ने एउटा प्लेयर हुन्छ नि, वान अफ द वान मैन आर्मी भने जस्तो क्या, वान मैन आर्मी। अब हामीले विधागततर्फ दिँदैछौँ बेस्ट प्लेयर। बेस्ट प्लेयर हु इज द बेस्ट प्लेयर? Who is the best player? Who is the best player? Who is the best player? अझै पनि लास्टमा हुटिङ आएको थियो कि कृति राणा बेस्ट प्लेयर इन द पल्ट्याङ प्रथम पल्ट्याङ भलिबल महिला भलिबलमा बेस्ट प्लेयरको उपाधि बेस्ट प्लेयर वान एन्ड आर्मी कृति राणा। सम्पूर्ण खेलाडी साथीहरूले बेस्ट प्लेयरको लागि एकचोटि ताली। अझैको कृति राणाको लागि अझै पनि ताली।